महिनावारी हुँदा किन बेस्सरी पेट दुख्छ? धेरै पेट दुख्दा उपचार कसरी गर्ने वा औषधि के खाने? महिनावारीको पेट दुखाइ सामान्य हो कि होइन कसरी छुट्याउने? महिनावारीमा कति दिनसम्म रगत बग्नुलाई सामान्य मान्ने भन्ने विषयमा आज जानकारी दिन गइरहेको छु। महिनावारी भनेको सामान्यतया 24 देखि 40 दिनको अन्तरालमा 2 देखि 6 दिनसम्म महिलाको योनिमार्गबाट रक्तस्राव हुने प्रक्रिया हो। पहिलो कुरा त महिनावारीको चक्र सुरु हुनु भनेको एक महिला आमा हुन तयार भएको अवस्थाको जानकारी पनि हो। यो महिनावारीको बेलामा प्राय सबै महिलाहरूलाई पेट दुख्ने गर्छ। कसैलाई बढी र कसैलाई कम भन्ने मात्रै हो। कसैलाई त सहन नसक्ने गरी नै पेट दुख्छ। अब किन यसरी सहन नसक्ने गरी पेट दुख्छ त? यो विषय बुझ्नको लागि महिनावारी प्रक्रियाको बारेमा बुझ्नु जरुरी हुन्छ। महिनावारी कसरी हुन्छ भन्दा महिनावारी हुनुभन्दा पहिला महिलाको शरीरमा धेरै कुरामा शरीरभित्र र शरीर बाहिर विभिन्न परिवर्तनहरू आउँछन्, जसमध्ये महिलाको पाठेघरमा भएका 2वटा ओभरीले महिनाको एकपटक पालै पालो गरेर अण्डा निकाल्दछन्। जुन अण्डाको शुक्रकीटसँग मिलन भएमा गर्भधान हुन्छ भने यो अण्डाको मिलन शुक्रकीटसँग हुन नसकेमा पाठेघरमा बच्चा बस्नको लागि बनेको जुन वातावरण हो यो वातावरण बिग्रन्छ। पाठेघरमा बच्चा बस्नको लागि पाठेघरको भित्री पत्र बाक्लो बनेको हुन्छ। यो भित्री पत्र बच्चा नबसेपछि टुक्रन्छ वा बिग्रन्छ। महिलाको अण्डा ओभरीबाट निस्केको 24 घण्टापछि मर्छ। अब यो मरेको ओभा काममा आउन नसकेका हर्मोनहरू पाठेघरको भित्री पत्र जुन अघि बच्चा बस्नको लागि तयार भएको थियो यो पत्र र यो पत्र टुक्रिँदा बन्ने घाउबाट निस्कने रगत सबै योनिमार्गबाट बाहिर आउँछ। यति बेला पाठेघरमा प्रोजेस्टेरोन हर्मोनको मात्रा कम हुन्छ भने एस्ट्रोजन हर्मोनको मात्रा बढेको हुन्छ। प्रोजेस्टेरोन हर्मोनको कमी र एस्ट्रोजन हर्मोनको वृद्धिको कारण नै रगत बाहिर बग्ने गर्छ। अब यो विकार पदार्थलाई पाठेघरबाट बाहिर निकाल्नको लागि पाठेघरमा कन्ट्र्याक्सन वा सङ्कुचन हुन्छ। यो कन्ट्र्याक्सन गराउने काम पाठेघरबाट उत्पादन हुने भासोप्रेसिन वा प्रोस्टाग्ल्यान्डिन हर्मोनले गराउँछ। भासोप्रेसिन वा प्रोस्टाग्ल्यान्डिन हर्मोनको बढी मात्रामा उत्पादन हुँदा पाठेघरको बीचको पत्रमा कन्ट्र्याक्सनका कारण पाठेघर बेस्सरी खुम्चँदा र फुक्दा त्यहाँ रक्त सञ्चारमा कमी हुन्छ। रक्त सञ्चारमा कमी हुँदा त्यहाँ अक्सिजनको लेभल पनि कमी हुन्छ। यही अक्सिजनको कमीको कारण तल्लो पेट दुख्ने गर्छ। यो अवस्था प्राय किशोरीहरूमा महिनावारीको सुरुको अवस्थामा देखिन्छ। कहिलेकाहीँ 20 देखि 30 वर्षसम्मका महिलाहरूमा पनि यो समस्या रहन्छ। यो बाहेक महिनावारीको बेला वा अन्य समयमा पनि तल्लो पेट दुख्ने हुन्छ। अब के कारणले तल्लो पेट दुख्छ त भन्दा सबैभन्दा पहिला पाठेघरको टिबी। पाठेघरको टिबी भएमा वा इन्डोमेट्रियोसिस भएमा पनि तल्लो पेट दुख्ने हुन्छ। पाठेघरको टिबी भएमा धेरै पेट दुख्ने, महिनावारी अनियमित हुने, बच्चा नबस्ने, कसैलाई रगत अत्यधिक मात्रामा जाने र कसैलाई रगत धेरै कम मात्रामा थोपा मात्र जाने पनि हुन सक्छ। त्यस्तै पाठेघरमा बच्चा नबसेपछि पाठेघरको भित्री पत्र टुक्रिँदा बन्ने जुन घाउ हो यसलाई हामीले महिनावारी भएको बेलामा विभिन्न प्रकारको अमिलो पिरो वा विभिन्न प्रकारका केमिकल युक्त खाना खाँदा यसले पाठेघरको घाउ बढाउँछ र पेट दुख्ने साथै धेरै रगत बग्ने पनि यो कारणबाट पनि हुन्छ। महिलाहरूलाई अन्य रोगहरू भएको छ भने पनि पेट दुख्छ। जस्तै ठुलो आन्द्रामा समस्या छ भने पनि पेट दुख्न सक्छ। कहिलेकाहीँ डिप्रेसन र स्ट्रेसले पनि पेट दुख्छ। पेट दुख्नु भनेको सामान्यतया पाठेघरमा आउने परिवर्तनकै कारण हो। त्यस्तै महिनावारी रोक्ने औषधिको बारम्बार प्रयोग गर्दा पनि पेट दुख्ने समस्या आउँछ। गर्भनिरोधक औषधि र गर्भ फाल्ने औषधिको पटक गरी धेरै पटक प्रयोग गर्दा पनि पाठेघरमा दुखाइ हुन सक्छ। महिनावारीमा धेरै रगत बगिरहेको छ, पाठेघरमा मासु पलाएको छ अथवा पिरियड साइकल धेरै लामो छ भने पनि महिनावारीको बेलामा पेट दुख्ने हुन सक्छ। ओभरीमा पानीको फोका भएमा पनि पेट दुख्ने समस्या देखा पर्छ। महिलाको प्रजनन अङ्गसँग सम्बन्धित विभिन्न प्रकारको संक्रमक रोगहरू भएमा पनि तल्लो पेट दुख्ने समस्या हुन्छ।
सामान्य पेट दुखाइ भने जुनसुकै उमेर समूहका महिलाहरूलाई पनि देखिन्छ। महिनावारीको बेलामा पेट दुख्ने समस्या प्राकृतिक कारणले भएमा आत्तिनु पर्दैन, तर कुनै रोग विशेषको कारणबाट भएको छ भने स्त्री रोग विशेषज्ञलाई देखाइहाल्नुपर्छ। सामान्यतया 10 वर्षको उमेरदेखि 14 वर्ष उमेर समूहका किशोरीहरूमा पहिलो महिनावारी चक्र सुरु हुन्छ। किशोरीमा हुने विकास र परिवर्तनहरूमध्ये महिनावारी पनि एक हो। कतिपय किशोरीहरूको हकमा महिनावारी निकै सहज र सामान्य भए पनि कतिपयलाई भने महिनावारीको 4 दिन निकै कष्टकर हुन्छ। सुरुका दिनहरूमा महिनावारी हुँदा सहनै नसक्ने गरी पेट दुख्ने, अत्यधिक रक्तस्राव हुने अवस्थाको सिर्जना हुन्छ। यस्तो अवस्थामा औषधि सेवन गर्नुपर्ने अवस्था पनि आउँछ। औषधि प्रयोग गर्नुभन्दा पहिला घरेलु उपचार गरेको राम्रो हुन्छ। त्यसैले महिनावारीका बेला धेरै पेट दुखेमा दुखाइ कम गर्ने घरेलु उपायहरू कसरी गर्ने त भन्दा महिनावारीका समयमा धेरै मात्रामा पानी पिउनुपर्छ। पानी मनतातो हुँदा धेरै राम्रो। यस्तै हट वाटर ब्यागले तल्लो पेट सेक्दा पनि दुखाइ कम गर्न सकिन्छ। तातो पानीले नुहाउनु पर्छ। यसरी नुहाउँदा वा तल्लो पेट सेक्दा शरीरमा रक्त सञ्चार राम्ररी हुन गए पाठेघरमा रक्त सञ्चार राम्रो हुन्छ र पेट दुख्ने कम हुन्छ। महिनावारीको पेट दुखाइको बेलामा चिसो पानी वा चिसो वस्तुको प्रयोग गर्नु भने हुँदैन। यसले रक्त सञ्चार प्रक्रियामा कमी आउँछ र पेट बढी मात्रामा दुख्छ। यस्तै झोलिलो खानेकुराहरू प्रशस्त मात्रामा खाने गर्नाले पनि पेट दुखाइ कम हुन्छ। त्यस्तै विभिन्न प्रकारका जुसहरू खाने तथा हरियो सागसब्जी प्रशस्त मात्रामा खाने गर्दा पनि महिनावारीको पेट दुखाइ कम गर्न सकिन्छ। यसैगरी तल्लो पेटको नरम मांसपेशीलाई कडा बनाउन हल्का तरिकाले मालिस गर्न सकिन्छ। यसो गर्दा पनि पेट दुखाइ कम हुन्छ। महिनावारीको दुखाइ कम गर्नका लागि दुखाइ कम गर्ने औषधिको प्रयोग पनि गरिन्छ, तर यो प्रभावकारी र लाभदायक भने हुँदैन। आजभोलि बजारमा दुखाइ कम गर्ने पिरियड प्याडहरू पनि पाइन्छ। त्यसलाई पेटमा लगाउँदा पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ वा पेट दुखाइ कम गर्न सकिन्छ। यस्तै दुखाइ कम गर्न बजारमा थुप्रै प्रकारका दुखाइ कम गर्ने औषधिहरू पेनकिलर पाइन्छन्। यस्ता औषधिहरू सकभर सेवन गर्नु हुँदैन। यी औषधिहरूले ग्यास्ट्रिक बढाउँछन्, तर महिनावारीकै दुखाइ कम गर्नका लागि बनाइएका मेफ्टल, बुस्कोपान जस्ता औषधिहरू भने खान सकिन्छ। यसले खासै असर गर्दैन। कतिपय अवस्थामा अति नै पेट दुखेको छ तर पेन किलरले पनि काम गरेको छैन भने गर्भनिरोधक चक्की पिल्स खान सकिन्छ, तर यो औषधि सेवन गर्दा भने स्वास्थ्यकर्मी वा डाक्टरको परामर्श लिनु आवश्यक हुन्छ।